हेलो भिडियो हाई वेलकम टु यर टेक्नोलोजी च्यानल। सो आजको भिडियोमा म तपाईहरुलाई ArcGIS मा MUTM मोडिफाई युनिभर्सल ट्रान्सभर्स मर्क्याटर MUTM प्रोजेक्सनबाट प्रोजेक्ट रहेको MUTM मा रहेको डाटालाई WGS मा WGS 1984 मा लान सिकाउने छु। सो प्लिज प्रोजेक्ट गर्न सिकाउने छु। सो प्लिज भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। लेट्स गो स्टार्ट द भिडियो नाउ। सो सर्वप्रथम तपाई आफ्नो ल्यापटप वा डेस्कटपमा रहेको ArcGIS ओपन गर्नुस्। ArcGIS ओपन गरिसकेपछि जुन डाटा MUTM मा छ उक्त डाटा एड गर्नुस्। जुन डाटालाई MUTM बाट WGS मा लान चाहनुहुन्छ उक्त डाटा एड गर्नुस्। म यहाँ डाटा एड गरेको छु, हेर्न सक्नुहुन्छ। म यो हाउसको डाटालाई यहाँ हेर्न सक्नुहुन्छ। यो हाउस डिजिटाइज गरेको छु। यो डाटालाई चाहिँ म यो डाटा MUTM मा रहेको छ। यो डाटालाई MUTM बाट WGS सिस्टममा लानेछु, कोअर्डिनेट सिस्टममा, जियोग्राफिक कोअर्डिनेट सिस्टममा, प्रोजेक्टेड कोअर्डिनेट सिस्टमबाट। सो यसको यहाँ हेर्न सक्नुहुन्छ। राइट क्लिक प्रोपर्टिज ओपन गर्नुस्। यहाँ हेर्न सक्नुहुन्छ सोर्समा यो नेपाल MUTM सेन्टर 87 एभरेस्ट 1813 मा रहेको छ। यो MUTM सिस्टममा रहेको छ, प्रोजेक्टेड कोअर्डिनेट सिस्टममा। अब यो डाटालाई चाहिँ म MUTM बाट WGS मा लानेछु। यहाँ हेर्न सक्नुहुन्छ यसको जियोग्राफिक कोअर्डिनेट सिस्टम GCS एभरेस्ट 1813 रहेको छ। यो सबैको डाटा अहिले यो यति रहेको यो लेयरमा रहेको सबै डाटा MUTM मा रहेको छ 84 सेन्ट्रल मेरिडियनमा। यहाँ हेर्न सक्नुहुन्छ यो इमेज चाहिँ स्याटेलाइट इमेज हो। यो अर्को इमेज चाहिँ यति इमेज यो चाहिँ ड्रोन सर्वे गरेर यो लिएको इमेज हो, खिचेको इमेज हो, ड्रोनबाट खिचेको इमेज हो। यहाँ हेर्न सक्नुहुन्छ घरहरू रहेको छ हाउसको। यो हाउसको चाहिँ यसरी घरको डिजिटाइज गरेको छु। डिजिटल घरको नम्बरिङ गर्नको लागि, डिजिटल नम्बरिङ गर्नको लागि यो यसरी डिजिटाइज गरेको छु। सो यो डाटालाई चाहिँ यसरी तपाईहरु कुनै पनि डाटालाई रहेको MUTM मा रहेको डाटालाई चाहिँ WGS मा चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ, प्रोजेक्सन ट्रान्सफर्मेसन गर्न सक्नुहुन्छ, कोअर्डिनेट। सो यसको यसरी तपाई जुन डाटालाई MUTM बाट WGS मा लान चाहनुहुन्छ उक्त डाटा यसरी एड गर्नुस्। पहिला म यहाँ एड गरेको छु यो हाउसको डाटा हेर्न सक्नुहुन्छ। अब यो डाटालाई चाहिँ यो चाहिँ हाउस नम्बरिङको लागि डिजिटाइज गरेको छु म यो हाउसको घरको ओन्ली घरहरू हेर्न सक्नुहुन्छ। यसको 80 बिटमा VDC नेम, फ्युचर अनि बिल्डिङ नम्बर रहेको छ। यसरी चाहिँ यो हाउस नम्बरिङको लागि यो घर डिजिटाइज गरेको छु ड्रोनबाट लिएको इमेजमा, ड्रोन सर्वे गरेर। सो यसरी चाहिँ तपाईहरु कुनै पनि डाटालाई MUTM मा रहेको डाटालाई WGS मा पहिला कन्भर्ट गर्नको लागि यसलाई चाहिँ क्रिएट कस्टम बनाउनु पर्ने हुन्छ। सो उक्त चाहिँ क्रिएट कस्टम बनाउने छु पहिला, अनि प्रोजेक्ट गर्नुपर्छ। क्रिएट कस्टम बनाइसकेपछि अनि मात्रै डाटा ट्रान्सफर्मेसन गर्न सक्नुहुन्छ। सो यसको लागि सर्वप्रथम क्रिएट कस्टम बनाउनको लागि आर्क टुलबक्स ओपन गर्नुस्। डाटा म्यानेजमेन्ट टुल रहेको छ, यसमा क्लिक गर्नुस्। यसभित्र पनि अब तल स्क्रोल गर्नुस् र अब यहाँ हेर्न सक्नुहुन्छ प्रोजेक्सन एन्ड ट्रान्सफर्मेसन रहेको छ, यसमा क्लिक गर्नुस्। यसभित्र अब यहाँ हेर्न सक्नुहुन्छ क्रिएट कस्टम जियोग्राफिक ट्रान्सफर्मेसन। पहिला चाहिँ यो क्रिएट कस्टम बनाउनु पर्ने हुन्छ। यो टुल ओपन गर्नुस्। यो टुल ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ क्रिएट कस्टम जियोग्राफिक ट्रान्सफर्मेसन। यसलाई मिनिमाइज गरिदिन्छु। यसरी क्रिएट कस्टमको लागि चाहिँ ट्रान्सफर्मेसन पेरिमिटर भ्यालु राख्नुपर्ने हुन्छ। उक्त भ्यालु म यहाँ यसरी टिपट गरेर राखेको छु, हेर्न सक्नुहुन्छ प्रोजेक्सन ट्रान्सफर्मेसन पेरिमिटर भ्यालु। यो भ्यालु राखेर चाहिँ क्रिएट कस्टम बनाउनु पर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ WGS टु MUTM मा लाँदाखेरि यो भ्यालु इनपुट गर्नुपर्ने हुन्छ भने शिफ्ट MUTM टु WGS मा कन्भर्ट गर्नको लागि चाहिँ यो भ्यालु इनपुट गर्नुपर्ने हुन्छ। यसरी व्यक्ति अनुसार फरक रहेको छ, कुन भ्यालुसँग चाहिँ मिल्न जान्छ उक्त यसरी क्रिएट कस्टम बनाएर चाहिँ हेर्नुपर्ने हुन्छ, जाँच्नुपर्ने हुन्छ।
सो यसरी यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ भाइ रोशन कार्कीले पत्ता लगाएको भ्यालु हो यिनीहरू चाहिँ यो नम्बर। अनि यो चाहिँ सुशील सुवेदीकोले पत्ता लगाएको भ्यालु हो। यो चाहिँ पिएचडी गरेको मान्छेहरू हो। यो चाहिँ यसमा चाहिँ भ्यालुहरू पत्ता लगाउन यसको डटमको यहाँ हेर्न सक्नुहुन्छ भाइ नवराज सुवेदीको भ्यालु हो यो पत्ता लगाएको। सो यसरी चाहिँ अब हामी यो भ्यालु राखेर चाहिँ क्रिएट कस्टम बनाउनेछौँ। यसरी मिनिमाइज गरेर राख्छु म पहिला। अब यसमा जियोग्राफिक ट्रान्सफर्मेसनको नेम दिनुपर्ने हुन्छ। आफ्नो आवश्यकता अनुसार नेम चाहिँ सजिलो अनि सर्टकट नेम राख्न सक्नुहुन्छ। जस्तै बुझ्नको लागि MUTM _ 84 सेन्टर मेरिडियनको लागि यो बनाउन गइरहेको छु। सो म 84 दिन्छु यसरी सेन्टर मेरिडियन CM अनि एभरेस्ट 1813 को लागि 1813 _ 2 WGS 1984 यसरी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। स्पष्ट रूपमा यसरी थाहा पाउन सक्नुहुन्छ। यो MUTM 84 सेन्टर मेरिडियन एभरेस्ट 1813 बाट चाहिँ WGS 1984 मा लग्न गइरहेको छु। सो यसरी चाहिँ यसरी नेम दिन सक्नुहुन्छ तपाईहरू चिन्नको लागि आफ्नो आवश्यकता अनुसार जुन नेम पनि राख्न सक्नुहुन्छ। म यसरी चाहिँ राखेको छु। सो अब यहाँ इनपुट जियोग्राफिक कोअर्डिनेट सिस्टममा चाहिँ जुन कोअर्डिनेट सिस्टम डाटामा रहेको छ यो डाटामा 84 को रहेको छ MUTM कोअर्डिनेट सिस्टम। सो यो ह्यान्डमा क्लिक गर्नुहोस् र 84 चुज गर्नुहोस्। यहाँ हेर्न सक्नुहुन्छ नेपाल 84 चुज गर्नुहोस् इनपुट कोअर्डिनेट सिस्टम र ओकेमा क्लिक गर्नुहोस्। इनपुट गर्नुहोस् र अब यो आउटपुट जियोग्राफिक कोअर्डिनेट सिस्टम चाहिँ ह्यान्डमा क्लिक गर्नुहोस् र अब यहाँ आउटपुट इनपुट यो 80 MUTM मा छ भने हाम्रो डाटा किनकि MUTM मा छ। सो MUTM चुज गर्यो इनपुटमा। अब आउटपुटमा जुन कोअर्डिनेट सिस्टममा आउटपुट गर्न चाहनुहुन्छ डाटालाई उक्त कोअर्डिनेट सिस्टम चुज गर्नुपर्ने हुन्छ। अब आउटपुटमा चाहिँ किनकि MUTM बाट WGS मा लानुपर्ने छ। सो WGS 1984 चुज गर्छु। म यो फेभरेटमा राखेको छु। सो त्यही भएर यसरी फेभरेटमा देखाएको छ। यसरी खोज्नु पर्दैन अप्ठ्यारो हुँदैन। नभए यो WGS 1984 जियोग्राफिक कोअर्डिनेट सिस्टमभित्र क्लिक गर्नुहोस्। तल स्क्रोल गर्नुहोस् वर्ल्डमा क्लिक गर्नुहोस्। वर्ल्डभित्र यहाँ हेर्न सक्नुहुन्छ WGS 1984 यहाँ रहेको छ। यहाँबाट पनि सिलेक्ट गर्न सक्नुहुन्छ। यसरी चाहिँ भित्र जानु पर्दैन एड टु फेभरेट गरेर राख्दाखेरि। सो सिलेक्ट गर्नुहोस् र ओकेमा क्लिक गर्नुहोस्। र अब यहाँ मेथडमा चाहिँ यसमा क्लिक गर्नुहोस् र अब यहाँ मोडो डेन्सिटी चुज गर्नुहोस् र अब एक्स एक्सिस वाइ एक्सिस जेड एक्सिसमा चाहिँ यो भ्यालु चाहिँ इनपुट गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ MUTM टु WGS मा लाँदाखेरि चाहिँ यो भ्यालु राख्नुपर्ने हुन्छ। सो एक्स एक्सिसमा 293.17 भ्यालु, वाइमा 726.18, जेडमा 245.36 भ्यालु रहेको छ। उक्त भ्यालु यसरी राख्नुहोस्। यो भ्यालु तपाईहरू स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ किनकि यो भ्यालु क्रिएट कस्टम बनाउनको लागि एकदमै आवश्यक हुन्छ, राख्नु नै पर्ने हुन्छ। सो यसरी अब यो भ्यालु इनपुट गरिसकेपछि सिम्पल ओकेमा क्लिक गर्नुहोस्। र केही सेकेन्ड वेट गरिसकेपछि क्रिएट कस्टम बनेर आउँछ। सो यहाँ हेर्न सक्नुहुन्छ ग्रीन टिक डन भएर आइसक्यो। क्रिएट कस्टम जियोग्राफिक ट्रान्सफर्मेसन यसरी बनेर आइसक्यो। सो अब क्रिएट कस्टम बनाइसकेपछि यसरी चाहिँ तपाईहरू म 84 WGS 84 MUTM 84 सेन्टर मेरिडियन डाटाबाट चाहिँ म WGS मा लानको लागि यसरी क्रिएट कस्टम बनाएको छु एउटा। सो यसरी चाहिँ तपाईहरू 81 87 को लागि पनि यसरी नै क्रिएट कस्टम बनाउन सक्नुहुन्छ। र अब क्रिएट कस्टम बनाइसकेपछि अनि प्रोजेक्ट गर्नुपर्ने हुन्छ यो MUTM बाट चाहिँ WGS मा लानको लागि। सो यहाँ प्रोजेक्ट रहेको छ अप्सन अर्को यसैभित्र यहाँ हेर्न सक्नुहुन्छ। प्रोजेक्ट ओपन गर्नुहोस् र अब इनपुट डाटा सेट और फ्युचर क्लासमा जुन डाटालाई
एमयुटिएमबाट डब्लुजिएसमा लान चाहनुहुन्छ उक्त डाटा इनपुट गर्नुहोस्, यसमा क्लिक गर्नुहोस्। यो हाउसको डाटालाई म एमयुटिएममा छ, यसलाई डब्लुजिएसमा लान गइरहेको छु। सो यसमा म हाउस चुज गर्छु, सेलेक्ट गर्छु इनपुट डाटा सेट ओर फिचर क्लासमा। र अब यो इनपुट गरिसकेपछि यो हाउसमा जुन डाटा इनपुट कोअर्डिनेट सिस्टम रहेको छ अहिलेभित्र यो अटोमेटिकली यहाँ देखाउँछ, यहाँ हेर्न सक्नुहुन्छ एमयुटिएम 84 रहेको छ। सो अब यहाँ चाहिँ आउटपुट डाटा सेट ओर फिचर क्लासमा चाहिँ अब कुनै फोल्डर चुज गर्नुहोस्। अब चाहिँ यो एमयुटिएमबाट चाहिँ डब्लुजिएसमा डाटा कन्भर्ट भएर आउँदाखेरि चाहिँ कुन फोल्डरभित्र राख्न चाहनुहुन्छ उक्त डाटा त्यो फोल्डर चुज गर्नुहोस् र नेम दिनुहोस्। म नेम हाउस होल्ड भनेर नेम दिन्छु, हाउस होल्ड सिम्पल। सेभमा क्लिक गर्नुहोस् र अब आउटपुट कोअर्डिनेट सिस्टम ह्यान्डमा क्लिक गर्नुहोस् र यसमा चाहिँ अब आउटपुट डब्लुजिएस 1984मा चाहिएको छ नि त। सो डब्लुजिएस 1984 सेलेक्ट गर्नुहोस्, चुज गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्। यसरी क्लिक गर्नुभयो भने यहाँ जियोग्राफिक ट्रान्सफर्मेसन अघि जुन बनाएको यो चाहिँ अटोमेटिकली आउँछ, यहाँ हेर्न सक्नुहुन्छ एमयुटिएम 84 सेन्टर मिडियम एभरेस्ट 1813 टु डब्लुजिएस 1984। यसरी कुनै बेला आएन भने यसमा क्लिक गर्नुहोस्। यसभित्र चाहिँ धेरै यो यति जियोग्राफिक ट्रान्सफर्मेसन क्रिएट चाहिँ कस्टम चाहिँ बनाएको छु, यसरी देखाएको छ। यसरी चाहिँ आफ्नो आवश्यकता अनुसार जुन आवश्यक परेको छ यसरी चुज गर्न सक्नुहुन्छ। र यसरी दुईटा आयो भने कुनै बेठिकलाई अब कुनै जियोग्राफिक ट्रान्सफर्मेसन नमिल्दो छ भने उक्तलाई हटाउनु पर्यो। सो यसरी चाहिँ हटाउनको लागि जस्तै सेलेक्ट गर्नुहोस् र कट्टामा कट गरिदिनुहोस् यसरी। सो यसरी चाहिँ हटाउन सक्नुहुन्छ। सो यसरी क्रिएट कस्टम यहाँ एड हुन्छ, यसरी ल्याउनुहोस्। र अब यहाँ यो भेक्टरको लागि चाहिँ यो अप्सन रिजर्भ सेप अप्सन चाहिँ टिक गर्नुपर्ने हुन्छ। र डब्लुजिएसमा चाहिँ जियोग्राफिक कोअर्डिनेट सिस्टममा चाहिँ डेसिमल डिग्रीमा युनिट रहेको हुन्छ। सो यसरी अटोमेटिकली यहाँ देखाउँछ, यहाँ हेर्न सक्नुहुन्छ। सो यसरी यति गरिसकेपछि अब सिम्पल ओकेमा क्लिक गर्नुहोस्। प्रोजेक्टेड भइरहेको छ, हेर्न सक्नुहुन्छ डन, प्रोजेक्ट डन भएर आइसक्यो डाटा। उक्त डाटा प्रोजेक्ट भएर आइसक्यो तर यहाँ देखाएको छैन नि त। अब यसमा नयाँ डाटा चाहिँ उक्त डाटा चाहिँ एड गर्नुपर्ने हुन्छ। सो एड डाटामा क्लिक गर्नुहोस्। अब यो भित्रमा राखेको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ हाउस होल्ड भनेर आएको छ, यसरी प्रोजेक्ट भएर सेलेक्ट गर्नुहोस्, डाटा एड गर्नुहोस्, क्लोज। सो यहाँ हेर्न सक्नुहुन्छ यो डाटा एमयुटिएममा हुँदाखेरि चाहिँ यो ठाउँमा यो स्थानमा रहेको छ भने डब्लुजिएसमा चाहिँ कन्भर्ट गरेर लाँदाखेरि चाहिँ यो स्थानमा पुगेको छ। यसरी चाहिँ तपाईँहरू कुनै पनि एमयुटिएममा रहेको डाटालाई डब्लुजिएसमा चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ, ल्याउन सक्नुहुन्छ डब्लुजिएस कोअर्डिनेट सिस्टममा। सो नयाँ जिआइएस ओपन गरेर ल्याउन सक्नुहुन्छ, किनकि यसमा चाहिँ एमयुटिएमको डाटा रहेको छ अनि डब्लुजिएसको डाटा ल्याउँदाखेरि काम गर्दाखेरि चाहिँ इरर जो हुनसक्छ। त्यही भएर नयाँ जिआइएस ओपन गर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ न्यू, यसमा क्लिक गर्नुहोस्, ब्ल्याङ्कलाई सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्, नो गरिदिनुहोस्। यसलाई सेभ गर्नुपर्ने छ भने यस गर्न सक्नुहुन्छ, म सेभ गर्दिनँ। सो नोमा क्लिक गर्छु। सो यसरी एउटा नयाँ जिआइएस ओपन भयो, यहाँ हेर्न सक्नुहुन्छ अननोन युनिट रहेको छ, युनिटै छैन अहिले किनकि कुनै डाटा नै एड गरेको छैन। सो अब उक्त डब्लुजिएसको डाटा एड गर्छु, हाउस होल्ड प्रोजेक्ट गरेको डाटा यहाँ हेर्न सक्नुहुन्छ डब्लुजिएसमा रहेको छ यो डाटा। यसलाई हलो गरिदिन्छु, हलो आउटलाइन विथ बढाइदिन्छु यसरी, यो ब्ल्याकलाई रेड गरिदिन्छु, ओके। यसमा अब डब्लुजिएसको सेटेलाइट इमेज राखेर पनि हेर्न सक्नुहुन्छ। मसँग सेटेलाइट इमेज रहेको छ, डाउनलोड गरेर राखेको छु। सो म यसरी सेटेलाइट इमेज एड गर्छु। सो यहाँ हेर्न सक्नुहुन्छ यो दुवै डाटा डब्लुजिएस सिस्टममा रहेको छ, त्यही भएर यो मिलेको छ डाटा अनुसार, सेटेलाइट इमेज अनुसार। यसको राइट क्लिक गर्नुहोस्, प्रोपर्टिजमा क्लिक गर्नुहोस्, यसको डाटा सोर्समा क्लिक गरेर यसको सोर्स हेर्न सक्नुहुन्छ। यो एमयुटिएमबाट यसरी जिसिएस डब्लुजिएस 1984मा कन्भर्ट भएर आइसकेको छ यो डाटा। र यो राष्ट्र डाटा इमेजको डाटा पनि यो डब्लुजिएस सिस्टममै रहेको छ, त्यही भएर यसरी मिलेको छ डाटा अनुसार, यहाँ हेर्न सक्नुहुन्छ डब्लुजिएसमै रहेको छ यो डाटा पनि। सो यसरी चाहिँ जिआइएसमा काम गर्दाखेरि चाहिँ एउटा लेयरमा चाहिँ एउटै डाटामा बसेर काम गर्नुपर्ने हुन्छ। सो यसरी चाहिँ
एउटै डाटा यसरी राख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ पुरै मिलेको छ, डब्लुजिएसमा रहेको डाटा कन्भर्ट भएर आइसक्यो। यसरी चाहिँ तपाईँहरू कुनै पनि एमयुटिएम वा प्रोजेक्टेड कोअर्डिनेट सिस्टममा रहेको डाटालाई यसरी क्रिएट कस्टम बनाएर एकचोटि क्रिएट कस्टम बनाउनु भयो भने एउटाको लागि एउटा जोनको लागि पूर्ण फेरि क्रिएट कस्टम चाहिँ बनाउनु पर्दैन, तर प्रोजेक्ट चाहिँ गर्नुपर्छ। सो यसरी चाहिँ तपाईँहरू कुनै पनि एमयुटिएममा रहेको डाटालाई डब्लुजिएस सिस्टममा कन्भर्ट गर्न सक्नुहुन्छ यसरी। र अब यो डब्लुजिएसमा रहेको डाटालाई अब म यसलाई चाहिँ कसरी लेयर 2 केएमएल गरेर गुगल अर्थमा लान सक्नुहुन्छ र उक्त स्थान चाहिँ पत्ता लगाउन सक्नुहुन्छ मिल्छ कि मिल्दैन भनेर। र यसरी नै यो किनकि गुगल अर्थमा डाटा त डब्लुजिएस सिस्टममा रहेको हुन्छ, सो उक्त गुगल अर्थमा डाटा लाउनको लागि यसरी एमयुटिएममा छ भने पहिला उक्त डाटालाई चाहिँ यसरी डब्लुजिएस सिस्टममा कन्भर्ट गर्नुपर्ने हुन्छ, यसरी लग्नुपर्ने हुन्छ र डब्लुजिएस सिस्टमबाट अनि लेयर 2 केएमएल गरेर लग्दाखेरि चाहिँ अनि मात्रै डाटासँग मिल्न जान्छ। सो अर्को भिडियोमा म तपाईँहरूलाई लेयर 2 केएमएल गर्न सिकाउने छु। सो प्लिज भिडियो मन परेमा चाहिँ लाइक, सब्सक्राइब र कमेन्ट गर्नुहोला र आर्कजीआइएस सिक्न चाहनुहुने साथीहरूसँग भिडियो सेयर गर्नुहोला। आजको लागि यति नै, नेक्स्ट भिडियोमा भेट्नेछु। थ्याङ्क यू।